मगर अहिले चाहिँ म यहाँ बिरतामोडमा उपस्थित भएको छु र यहाँनिर चाहिँ 5 रुपियाँमा खाना खुवाउनुहुन्छ, गरिब दुःखीलाई खुवाउनुहुन्छ भन्ने मैले सुनेर म पनि उपस्थित भएको छु। यहाँ सरहरू हुनुहुन्छ, सर हजुरको परिचय दिनुहुन्छ कि? नमस्ते, मेरो नाम चाहिँ आदर घिमिरे हो। यो केजिएफ अर्थात् किङ गोर्खा फाउन्डेसनको हजुरको संस्थापक सदस्य। हजुर हजुर सर, यो उद्देश्यले के लागि चाहिँ यो गरिरहनु भएको छ हामीले? सर, हामीले यो ब्रह्माण्डमा हजुर हजुर गरिब दुःखी असहाय हजुर सबै बाँच्नुपर्छ भनेर चाहिँ हामीले यो धनीको मात्र संसार होइन, गरिबको पनि संसार हो भन्ने एउटा उद्देश्यले हामीले यो 5 रुपियाँमा खाना खुवाउने अभियान सुरु गरेको छौँ। के भने तपाईँको कसैले आएर हाम्रो नेपालीको के छ भने गोर्खालीको कसैले आएर फ्रीमा खाना खाइदिँदैन। हजुर। त्यो भएर चाहिँ हामीले 5 रुपियाँमा खाना भनेर हामीले अभियान सुरु गरेको छौँ। हस्, थ्याङ्क यू। हामी पनि यहाँ उपस्थित भएको छु। हामी पनि केही सहयोग गर्छु गर्नको लागि यहाँ उपस्थित भएको छु। यहाँहरू पनि आउनु होला, आफूले सकेको सहयोग गर्नु होला, यही भन्न चाहन्छु। हस्, थ्याङ्क यू, धन्यवाद सर। हेलो, नमस्ते, म सुमन थापा मगर। अहिले म यहाँ बिरतामोडमा उपस्थित भएको छु। यहाँहरूलाई जुन यहाँ निःशुल्क खाना बाँडिरहनु भएको छ 5 रुपियाँमा, आज म पनि उपस्थित भएको छु। आफूले सकेको सहयोग गर्नको निम्ति यहाँहरू आउनुहोला, सहयोग गर्नुहोला, आफूले सहयोग गर्नुहोला। किनभने यहाँले जुन आयोजक गरिरहनु भएको छ एकदम सराहनीय कार्य गरिरहनु भएको छ। यहाँ बिरतामोडवासीहरूलाई म भन्न चाहन्छु यहाँहरूले पनि सकेको सहयोग गर्नुहोला, यही भन्न चाहन्छु। हस्, थ्याङ्क यू।